हेलो एभ्रिवान, आज चाहिँ मैले भिडियोमा चाहिँ हाउ टु डु कन्टुरिङ भनेर चाहिँ सिकाउन जाँदैछु। यदि तपाईँहरूलाई कुनै पनि आइडिया छैन भने पनि आई थिङ्क दिस भिडियो विल हेल्प यु। फर्स्टमा चाहिँ हामीलाई चाहिन्छ कन्टुरिङको एङ्गल ब्रस, जसलाई चाहिँ हामीले एङ्गल ब्रस भन्छौँ, जुन चाहिँ यसो हेर्दाखेरि भर्याङ चढेको सिडी जस्तो देखिनु पर्यो, त्यस्तो खालको ब्रस चाहिन्छ। अनि अर्को भनेको चाहिँ हामीलाई चाहिन्छ कन्टुरिङ क्रिम। अब चाहिँ म कसरी कन्ट्रोल गर्छु भनेर देखाउन जाँदैछु। पहिला सुरुमा चाहिँ हामी एउटा कुनै पनि ब्रस लिने, अनि त्यो ब्रसले चाहिँ एउटा लाइन मार्क गर्दाखेरि चाहिँ पहिलासम्म जहिले पनि यो कानको छेउबाट यसरी यो लिपको यो आउटर लिपको कर्नरसम्म यसरी लिएर आउने। यसरी लिएर आउनु भइसकेपछि तपाईँले चाहिँ एउटा लाइन चाहिँ मार्क गर्ने, आफैले इमेजिन गर्ने कि यो आउटर कर्नर आईबाट चाहिँ यहाँसम्मको मार्क चाहिँ इमेजिन गर्ने। अनि जुन हामीले यो समातेको लाइनबाट चाहिँ यहाँबाट चाहिँ यसरी माथि लैजाने भयो होइन। यसरी लैसकेपछि चाहिँ अब चाहिँ हामीले ब्रसले जहिले पनि कन्टुरिङ गर्दाखेरि चाहिँ माथितिर चाहिँ ब्लेन्ड गर्नुपर्छ। तलतिर ब्लेन्ड गर्नुभयो भने चाहिँ फेस चाहिँ अलिकति डल देखिने चान्स हुन्छ। त्यही भएर जहिले पनि यहाँबाट माथितिर, यहाँबाट माथितिर, यहाँबाट माथितिर गर्दै मजाले त्यसपछि कति जाँदाखेरि तपाईँले अब यो लाइनहरू देख्नुभयो, यो अलिकति डार्क भइरहेको छ नि त। अब यसलाई फेरि पनि ब्लेन्ड गर्ने। अब चाहिँ पर्फेक्टली चाहिँ मजाले ब्लेन्ड भइसक्यो। अब त्यसपछि भनेको फेरि पनि त्यही प्रोसेसले यो कानको साइडबाट यहाँसम्म लिएर आउने, कर्नर नाप्ने, अनि यहाँबाट यसरी लैजाने भयो। अब फेरि स्टार्ट गर्ने। भयो। अझ पनि मेरो यो साइडको चाहिँ मजाले ब्लेन्ड भएको छ, यो साइडको ब्लेन्ड भएको छैन। मजाले ब्लेन्ड भयो। अझै यो साइडमा चाहिँ मेरो सेड परिरहेको भएर त्यस्तो देखिरहेको छ। यो गर्नु भइसकेपछि अब हामीलाई चाहिँ यदि तपाईँहरूको फरहेड चाहिँ मेरो जस्तै सानो छ भने चाहिँ जस्ट यो साइडमा यति कोर्ने, अनि यो साइडमा यति कोर्ने। यदि तपाईँहरूको फरहेड ठुलो छ भने चाहिँ यो पुरै एङ्गलमा चाहिँ कन्टुरिङ गर्न सक्नुहुन्छ। मेरो चाहिँ फरहेड त्यति ठुलो छैन, सो मैले चाहिँ साइड साइडमा मात्रै गर्छु। अनि फेरि यहाँ यस्तो गर्दा ब्लेन्ड, पछाडितिर ब्लेन्ड गर्ने। अगाडि गर्नुभयो भने अलिकति स्याडो जस्तो देखिन्छ, त्यही भएर पछाडि, यसलाई पनि पछाडि यसरी गर्नु भइसकेपछि यो ब्लेन्ड भयो, डन। अब त्यसपछि हाम्रो कन्टुरिङ सक्यो। एन्ड यु क्यान सी द डिफ्रेन्स इन माई फेस होइन। यति गरिसकेपछि पनि धेरै कामहरू चाहिँ बाँकी हुन्छ होइन। हामीले कन्सिलरहरू लगाउनु पर्छ। बट फर टुडे द्याट्स इट। आई थिङ्क दिस भिडियो हेल्प यु गाइज। थ्याङ्क यू।